जब पार्टनरले चिटिङ गर्छ त्यतिखेर सबैभन्दा ठुलो मान्छेको मनमा आइदिने कुरा नै भनेको यो व्यक्तिलाई अब म कसरी बदल्न सक्छु, यो व्यक्ति राम्रो भइयोस्। चिटिङ गर्दैछ र त्यतिखेर त्यो व्यक्ति तपाईको साथमा छ, त्यो व्यक्तिले छोड्न पनि चाहेको छैन भने त्यतिखेर त झन् अक्सर यो व्यक्ति बदलियोस् नै भन्ने हुन्छ। कसरी बदलिन्छ भन्ने र बदल्नतिर पनि लगाइन्छ। एउटा चिटर तबसम्म बदलिदैन जबसम्म उसलाई यो फिल हुँदैन, यानि कि मैले चिट गरेको छु, मैले गल्ती गरेको छु, त्यसको रेस्पोन्सिबिलिटी जबसम्म लिँदैन, तपाईको भावनाको बारेमा सोच्दैन, तपाईको आँसुको बारेमा सोच्दैन, त्यो रिलेसनशिपलाई इम्पोर्टेन्स दिँदैन, त्यतिखेरसम्म अक्सर त्यो व्यक्ति बदलिँदैन। धेरैजना यो कुरामा सफरिङ गर्ने गर्छन् जब चिटिङ गर्छ र बदल्नतिर लाग्नुहुन्छ। धेरैजना त्यो कोसिसमा लाग्नुहुन्छ र आफ्नो तर्फबाट एकदमै धेरै नै एफोर्ट्स लगाइराख्नु भएको हुन्छ। यानि कि त्यस्तो व्यक्तिलाई यो लाग्छ जब पार्टनरले चिट गरिदिन्छ, सायद ममा नै त्यस्तो कमी कमजोरी थियो होला, सायद म नै गलत पो छु कि सायद म नै त्यस्तो भएर होला। सो आफूमा त्यो कमजोरी देखेर र आफूलाई ब्लेम लगाएको कारणले त्यस्तो व्यक्तिहरूले अक्सर त्यति बेला त्यो व्यक्तिलाई सुधार्न खोज्छ। तर थाहा छ तपाईलाई, चिटिङ भनेको चोइस हो। तपाई सही या तपाई गलत भएर कसैले तपाईलाई चिटिङ गर्ने होइन, त्यो व्यक्तिहरूको चोइस हो र त्यो व्यक्तिहरूको चोइसमा उनीहरूले आफैले त्यो कुरालाई रोज्ने हो, तपाईले गर्दा होइन। किनकि धोकेबाज मान्छेको त्यो क्यारेक्टर नै त्यस्तो हुन्छ र उनीहरूले चोइस गर्छन्। तपाईले गर्दाखेरि र तपाई सही भइदा तपाई गलत भइदा कसैले चिट गर्ने या नगर्ने भन्ने कुरा हुँदैन हो। कहिलेकाहीँ कुनै कुनै सम्बन्ध यदि साँच्चीकै त्यस्तो चिज छ जुन चिजले चाहिँ अलिकति बाहिरतिर पनि सम्बन्ध बनाउने खालको पार्टनरको मन बनाइन्छ भने त्यो अलग कुरा हो। तर तपाईले एफोर्ट्स लगाउँदा लगाउँदै, तपाईले राम्रै गर्दा गर्दै, तपाई लोयल हुँदा हुँदै पनि यदि कसैले बाहिर गएर त्यस्तो गर्छ भने त्यसमा तपाई गलत हुनुहुन्न, तपाईले ब्लेम लगाउन जरुरी हुँदैन। यदि तपाईले नै त्यस्तो गरेको कारणले या तपाईमा त्यस्तो कुरा नभएकै कारणले पनि कसैले चिट गर्छ भने यो दुनियाँमा चिटिङ नै त्यो अन्तिम उपाय होइन क्या। त्यसमा भन्न सकिन्छ, त्यसलाई सुधार्ने मौका दिन सकिन्छ, तर त्यसमा चिटिङ गरेर अरूलाई धोका दिनु, अरूलाई रुवाउनु भनेको त्यो नै अन्तिम उपाय त होइन, त्यो विकल्प होइन। सो यदि कसैले त्यस्तो विकल्प रोज्छ भने त्यो भनेको त्यो व्यक्तिको चोइस हो। तपाईले त्यसमा आफूलाई ब्लेम लगाउने पनि होइन। यदि लगाइरहनु भएको छ भने र बदल्न खोजिरहनु भएको छ भने तपाईले एफोर्ट्स लगाएर बदल्न खोज्ने पनि होइन, किनकि यो तपाईको हातमा छैन। किनकि यो दुनियाँमा कुनै पनि व्यक्तिलाई हामी बदल्न सकिँदैन जबसम्म खुद उसले चाहदैन। तपाई आफै सोच्नुस् न, तपाई हामी भित्र कति त्यस्तो चीजहरु छ, कति त्यस्तो आदतहरु छ जुन आदतलाई हामीले कति कोसिस गर्दा पनि बदल्न सकिरहेको हुँदैन। सो त्यो मान्छेको एउटा त्यो प्याटर्न हो। चिटिङ गर्नु भनेको पनि त्यो एउटा प्याटर्न हो, त्यो प्याटर्न बन्दैको हुन्छ। सो त्यो प्याटर्नलाई त्यो मान्छेले जबसम्म चाहदैन तबसम्म उसले बदल्न सक्दैन र तपाईले त कहिले पनि बदल्न नै सक्नुहुन्न। सो कतिपय सफरिङ गर्ने गर्छन् र कतिपयले अझ धेरै एफोर्ट्स लगाउने गर्छन्, अझ धेरै माया देखाउने गर्छन्, अझ रुने कराउने गर्छन् र मैले रोएर कराएर त्यो व्यक्तिले बुझ्छ कि जस्तो गरिदिन्छ। यदि साँच्चैकै तपाईको फिलिङ्स र तपाईको इमोसन्सको बारेमा सोच्थ्यो भने, कदर गर्थ्यो भने पक्कै उसले त्यस्तो गर्दैन थियो, यदि ऊ साँच्चैकै लोयल हुन्थ्यो भने। सो यसको मतलब के हो भन्दाखेरि तपाईले हेर्ने चाहिँ हो, यदि चान्स माग्दैछ भने ठिक छ, चान्स दिनुस् एकपल्ट, हेर्ने हो ऊ बदलिन्छ कि बदलिँदैन, उसले कस्तो गर्छ भनेर। तर होइन, चान्स माग्दैन भने बदल्न खोजेर जबरजस्ती पनि नगर्नुस्। यसमा तपाई नै दुखी हुनुपर्छ। सक्नुहुन्छ भने छोडिदिनुस्। जसले गलत गर्छ त्यसलाई पकडेर बस्न जरुरी हुँदैन। त्यो बेला तपाईलाई त्यो निर्णय लिन गाह्रो हुन्छ, तर समय बित्दै गएपछि तपाईले लिएको निर्णयले तपाईलाई नै खुसी दिन्छ। एकचोटि सोच्नुस् न, तपाईले चाहनु भएको छ लोयलिटी, तपाईले चाहनु भएको छ रेस्पेक्ट, तपाईले चाहनु भएको छ तपाईलाई राम्रो गरोस्, माया गरोस्, केयर गरोस्, तर ठ्याक्कै त्यो व्यक्ति त्यस्तै चाहिँ भइदैन भने तपाईले अब चाहिँ के चाहिँ खोजेर बस्ने हो? मतलब कि बरु अरू चीज, अरू वस्तुगत हिसाबले हेर्ने हो भने त्यो चीज बरु नमिलोस्, तर यो चीज भनेको एउटा बेसिक कुरा हो रिलेसनशिपको लागि, अनेस्टी, लोयल्टी, रेस्पेक्ट भनेको। सो त्यो नै मिल्दैन भने त्यो सम्बन्धको कुनै पनि अर्थ हुँदैन। त्यहाँ नजिक यदि तपाईले टर्चर सहिरहनु परेको छ, तपाईको मेन्टल पिस नै गायब भइरहेको छ भने अब तपाईले के गरेर चाहिँ बस्ने त भन्ने कुरा पनि हुन्छ। त्यो सवाल भनेको आफैलाई सोध्ने हो। जब तपाई सोध्नुहुन्छ, आफैलाई क्वेशन गर्नुहुन्छ, यार मैले यस्तो चीजहरु चाहेको थिएँ तर मलाई मिलेको छैन कि मैले बस्नु सही हो, र यदि होइन भन्ने लाग्छ भने तपाईलाई दिनदिनै टर्चर मिल्छ भने अब चाहिँ बदलेला, बदलिन्छ कि भनेर तपाईले सोचेर बस्ने पनि होइन हो। चान्स यदि माग्दैछ एकचोटि भने त्यतिखेर चान्स दिनुस्, तर फेरि पनि त्यस्तो गर भने कतिपयको धेरै पल्ट गरिसकेको हुन्छ, त्यतिखेरसम्म पनि रहिरहेको हुन्छन्। तर त्यस्तो अवस्थामा त रहने होइन, त्यतिखेर त सोच्ने हो, एक्सन लिने हो आफूले। सो जबसम्म त्यो मान्छेले खुद आफै बदलिन चाहदैन, आफैले रेस्पोन्सिबिलिटी लिँदैन, 100 होइन 200% दिँदैन, तबसम्म त्यो व्यक्ति बदलिँदैन र कतिपयको त्यो चोइस हुन्छ, उसले गर्न चाहि नै रहन्छ
यतातिर हट गरिरहेको हुन्छ। यदि त्यस्तो व्यक्ति छ भने सायद तपाईले एकचोटि सोच्नुपर्छ। म यो भन्दिनँ कि सम्बन्ध तोड्नु नै, तर यो पनि होप नराख्नुस् कि त्यो व्यक्ति बदलिन्छ, त्यो व्यक्ति राम्रो भइन्छ। यसमा सफरिङ नगर्नुस्। तपाईले सक्नुहुन्छ भने स्वीकार गर्नुस्। आफ्नो इमोसन्सलाई स्ट्रङ बनाउनतिर लाग्नुस्। आफ्नो साइडलाई दह्रो बनाउनुस्। यानि कि आफू मेन्टली रिलिज हुने कोसिस गर्नु। मेन्टल पिसलाई खोज्नुस्। यस्तो भइरहेको छ तपाईको जीवनमा भने थाहा छ मलाई गाह्रो हुन्छ त्यो बेला त्यो गर्न। बट तपाईले जीवनलाई बनाउने कस्तो भन्ने कुरा त्यो तपाईकै हातमा छ, तपाईकै सोचाइमा छ। सो तपाईले सोच्नुपर्छ त्यतिखेर मैले कस्तो बनाउने भनेर। तर यो होइन कि तपाईले आफैलाई गलत देखाएर या त्यो कुरामा सफरिङ गरेर या पछि नै लागेर बदलिनु पर्छ। यो सबै चिजहरू सोचेर स्ट्रेस लिएर चाहिँ बस्नु भयो भने अवश्य पनि तपाईको जीवनको अर्थ नै हुँदैन। तपाईले जीवन राम्रोसँग जिउनको लागि पाउनु भएको हो। तपाईले यसरी यो कुराहरुमा तनाव सहेर बस्नको लागि होइन। तपाईले सोच्नु पर्छ। सो यदि यस्तो सिचुएसनमा हुनुहुन्छ भने यदि मेरो हेल्प चाहिन्छ भने पनि कमेन्ट गर्न सक्नुहुन्छ। मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। म डिटेल्समा तपाईलाई भन्ने छु। सो च्यानलमा यदि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब चाहिँ गरिदिनु होला। प्लिज धेरै जनाले हेरेर मात्र जान्नुहुन्छ, लाइक गरिदिनु होला। अन्य यस्तै रिलेसनशिपको बारेमा, लाइफको बारेमा अझ धेरै नै राम्रो भिडियोहरु म अवश्य लिएर आउने छु। सो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब चाहिँ प्लिज गरेर जानु होला।